Yes. नर्मल मेकअपको चाहिँ के डिफरेन्स छ अलिकति बताइदिनुहोस् न। Okay, SD and normal makeup. Good question. Okay, SD makeup अनि normal makeup भनेको चाहिँ के डिफरेन्स छ भन्दाखेरि normal makeup भनेको just normal like foundation, powder, compact, blusher, lipstick, eyeliner त्यो भयो तपाईहरुको जस्ट नर्मल मेकअप भयो त्यो भयो तपाईहरुको नर्मल मेकअप। SD भनेको चाहिँ के हो भन्दाखेरि जस्तो अब SD मा त अब हामी टिभी पनि SD मन पराउँछ नि याद गरेछ क्यामेरा SD क्यामेरा भनेपछि हामीले अब क्लियर दामी देख्छ नि त है SD भनेपछि अब जेमा पनि SD नै मन पराउँछ नि त सो त्यो भयो SD। जस्तो हाम्रो फेसमा कतिवटा दाग हुन्छ याद गरेछ दाग पिम्पल्सहरु हुन्छ त्यसलाई चाहिँ हामीले फुल कभर गर्छ नि त फुल कभर गर्छ जस्तो हामीले लेयर बाइ लेयर के गर्छ स्टेप बाइ स्टेप हामीले के गर्छ फाउन्डेसन लगाउनु पर्ने हुन्छ ओके। अब त्यसलाई हामीले कभर गर्छ हाइड गर्छ त्यहाँदेखि माथिबाट अझै फाउन्डेसन लाउँछ त्यसलाई चाहिँ अब फाउन्डेसन लाउँछ त्यसलाई चाहिँ अब इभन टोनमा हामीले क्लियर फाउन्डेसन देखाउनु पर्यो। अन्त अर्को कुरा SD को फुल फर्म के हो भन्दाखेरि चाहिँ हाई डेफिनेसन जस्तो टिभी हामीले SD मन पराउँछ अब क्यामेरा भयो त्यो सबै SD मन पराउँछ नि त मेकअप पनि सेम त्यही हो जस्तो हामीले पिम्पल्सलाई मजाले कभर मजाले गरेर त्यसलाई ब्लसर लगाउनु कन्सिलर लगाएर त्यहाँदेखि हामीले त्यसलाई हाइड गर्नु कतिवटा दागलाई हाइड गरेर त्यसलाई अन इभन टोनमा सेम टोनमा बनाउँछ नि त्यो दागलाई त्यसलाई हाइड गरेर सेम टोनमा बनाउँदैन त्यसलाई चाहिँ भन्छ SD। अन्त SD चाहिँ प्राय डे मेकअपमा राम्रो हुन्छ ओके। त्यसमा चाहिँ प्राय म्याट लुक हुनुपर्छ SD चाहिँ एकदम म्याट लुक हुनुपर्छ अनि त्यो चाहिँ डेमा राम्रो देख्छ त्यो चाहिँ भयो SD को डिफरेन्ट। एन्ड नर्मलको डिफरेन्ट के भयो नर्मल एकदम नर्मल हामीले जुन चाहिँ हामीले पार्टी मेकअपहरू देखाएन मैले अस्ति अब जस्तो मैले ब्राइडल मैले के देखाउँदैछु SD मेकअप यो पनि SD नै हो जस्तो अब म्याट देखाइरहेको छु ओके उसको जति पनि दाग के गरेको छु अनि इभन टोन एकदम मैले के गरेको छु हाइड गरेर सेम टोनमा देखाएको छु छुइनँ यो भयो तिमीहरूको SD मेकअप ओके। जुन चाहिँ मैले बेसिकमा जुन चाहिँ मैले उयो देखाएको छु नि फाउन्डेसन जति पनि फाउन्डेसनहरू त्यो देखाएको छु नि त्यो चाहिँ भयो तिमीहरूको नर्मल मेकअप एकदम नर्मल मेकअप भयो ओके। त्यो हो तिमीहरूको SD एन्ड नर्मल मेकअप। वेलकम।